निन्दमै छ सोल्टी होइन सोल्टीले स्टार्ट गर्न सक्दैनन् अनि हेर गाइज वेलकम टु माई धेरै लामो समयपछिको नयाँ भिडियो भनौँ होइन आज हामी यसो हामी के गर्न आएको कार राइड गर्न सिक्ने त हामी जानिसक्यो भने सिधै हामी राइड गर्ने होइन आज हामीले एलब्याग त हाम्रो त भइसक्यो कि अब त उकालो ओह्रालो मात्रै बाँकी छ त्यो पनि हामी कटाइहाल्छौँ होइन अनि त्यसपछि हाम्रो गुरुजी चाहिँ खै के गर्दैछन् थाहा छैन त्यहाँ उ गर्दैछन् यताउता हामीलाई सिकाउने गुरुजी अब हामी आयौँ होइन हामी सिक्नु चाहिँ यतै हो यहीँ हो गाडी हाम्रो यही हाम्रो के भन्ने जे भने पनि यही हो दामी चाबी छैन नत्र स्टार्ट हाल्नु हामी त आजकल गुरुजी ड्राइभर पनि चाहिँदैन नि त हामीलाई त चाबी छोडेछन् गुरुजीले राखेछन् उतै यार हाम्रो गुरुजी त्यहाँबाट आउँदैछन् ल अरू के भन्दै हुनु त्यो बुढी चल्दै आउनु आउनु केही हुँदैन के तपाईँ घरमा आउनुहुन्छ छोड्यो नि हामी पो यहाँदेखि यतातिरबाट जाने हो ल बस सलमान खान गजब भइगयो त त्यो भएपछि म कट्टु नदेखाएर माथि मात्रै देखाइदिँदा भइगयो त अनि तिमीहरूलाई त आउँछ गराउन मस्तो चराहरू त बिहान बिहान उडिरहेको हुन्छ नि यतातिर त्यहाँबाट खतरा उठ्छ कि फेरि पानी पर्छ जस्तो छ नि गुडिरहेको छ त आज नि पानी पर्ला जस्तो छ हो र ए प्रायः जस्तो किरा उडेपछि हामी भन्थ्यौँ त के अरे त्यो हेलिकप्टर किरा के हामीले पछाडि धागो बाँधेर उडाउनु भयो कि उडाउनु भएन त्यसको म एडिट गर्दैन के अरे बेलुका हेरिहाल्नु ओ के मार्छु अहिले त्यो भनेको माया गर्छु भने आएको त केही फरक पर्दैन भाइरल भइहाल्छु सब त्यसमा युट्युबमा टिकटक आजकल फेरि मान्छेले अलिकति केही भयो भने भिडियो बनाइहाल्छ नि यार त्यही भएर ट्राफिक पनि डराउँछ त्यही त म त अब के हाम्रो भोलिको काम के हो भने तपाईँले देखाइदिनु भयो भने मैले भोलि भिडियो बनाउनु सजिलो हुन्छ त्यही त भोलिको लागि अहिले तयारी छ भन्ने कुरा हाम्रो बुझ्ने हाम्रो ड्राइभर भनेको राम्रो हुँदो रहेछ भोलिको लागि अहिले सोचेर काम गर्दै हुन्छ भन्ने कुरा थाहा हुन्छ नि त्यसबाट नै भोलिको त हाल्दैन बट्टा त्यो हात देखाएको त हाल्दैन नि म पनि त बस्नु पऱ्यो त यार होइन यो ढलीको के अरे सर ठन्डा लाग्यो बे हावाले हो बे ल सर अबे यताबाट काट्नु पर्ने नि ल ठिक छ गइगयो ज्ञान दिन के गएर ल अब पुरै अब स्ट्रेट होइन हो सबभन्दा गाह्रो काम त यहाँ छ फेरि सुमितको पनि गाह्रो मेरो पनि गाह्रो मागी हेर म कसरी रोक्छु हल्का स्पिड देऊ भन्छ बस
ह्यान्ड ब्रेक तान्यो ह्यान्ड ब्रेक अब के गर्ने स्पिड देऊ हजुर यति क्लच गर्दाखेरि हिँडिरहेछ क्लच कुन्ने हो कि त्यति नै न हो हान्यौ अब पहिला उ त्यो क्लच ब्रेक छ हो रुकेछ पहिला क्लच छोड क्लच क्लच हो अब डाउन गर एन्ड ब्रेक हो क्लच रेस कम गर न तिम्रो पालि इन्डिकेटर कम गर अहिले आफै चढ्छ यस्तो रहेछ उकालो ओह्रालो ट्याक्क ओह्रालो पुरा फेल भइहाल्यो मलाई अगाडि ल ल ल ल त्यो त अब बिस्तारै भइहाल्छ नि सबै यार यहाँबाट लिने हो अगाडि त छिटै हाल्छ नि पछाडि हो क्या अब रिभर्स हान्ने कि के गर्छु आज एकचोटि जान्छु उकालो ओह्रालो फेरि हानिदियो मलाई त्यो ऊ छैन के अरे वाइडवाला वाइडल छ नि वा सर्ट कट त बाबा लिएर छ यहाँतिर हाल्यौँ यतै सकिदिउँ है बस भने त त्यो बाहिर अब हाम्रो सुमित राजाले उकालो ओह्रालो ल्याउँदैछ मेरो चाहिँ लगभग एल बनाएको छ कहीँ होइन अब सुमितले हेरौँ उकालो ओह्रालो के गर्दैछ धेरै नजिक आयो भने ल ल है त हेरौँ है त के गर्छ तिमी काठमाडौँ सहर हो अनि ये लोग तो तेरी
अब हाम्रो यालको लागि तयारी हुँदैछ सुमित सरको। समोसा आइगयो। ल याल हेरौँ है त अब। समोसा 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 आइगयो। यो ढल्यो पनि एउटा समोसा हो। कटाइदियो। आइगयो अर्को आइगयो। पछाडिको ढालिदियो फेरि सबै कटाएर लास्टमा ल्याएर ड्याइङ्गो। मुला पहाड कटाएर मुला चारवटा भइगयो। पहाड 10 मास त घट्ला। चारवटा समोसा इनको नाममा है। अगाडि जाऊ। अहिले त यसमा एक क्यारेट हाम्रा बिहान बिहान ढिग्री खान मिलेको गाइजहरू होइन। के भइगयो हेर्दैछु कि ढिग्री देखाइरहेको छु यस्तो राम्रो छ। कस्तो छ स्वाद स्वाद कस्तो छ? एकदम राम्रो। अनि ट्रायलको के गर्यो? टेन्सन भयो। कतिवटा समोसा पाक्यो? 8वटा छ। टेन्सन भइरहेको छ त्यही त। समोसाको रेट त 20 रुपैयाँ छ। 15 हामी 15 मा खान्छौँ होइन? बिहान आउँदा बन्दैन कि नत्र? कति मटी छ? 15 मा। भोसडीकै मलाई नै लुट्न जानेछन्। भोसडीकै तपाईँ लुट्ने ठाउँ जानुहुन्छ त लुटाउनु न। लुट्ने ठाउँ होइन के, सबै ठाउँ त्यही लिन्छ। अनि 15 मा खायो हामीले बिहान बिहान। हामी जाने बेलामा ठ्याक्कै पाकिरहेको हुन्छ चल। कहाँनिर? कारकाँदो त्यही यो साइडमा बाइपास रोडदेखि भित्र मन्दिरतिर कि कृष्ण मन्दिरतिर? मन्दिरको सिधा अगाडि। म थाहा भएन यो कारखाना तपाईँ यहाँदेखि बाहिर निक्ले पो थाहा हुन्छ कति हुन्छ न बजार। कति राति फेरि बाटोमा हिँड्यो भने तिमी जस्तो मान्छेहरू आइहाल्छन् भिडियो बनाउन। फेरि कक्षा नै के भयो फेरि? के छ सकिन्छ? गाह्रो के छ? त्यस्तो छ। गाह्रो मलाई के लाग्यो भन्दाखेरि जब एल्ब्याक गर्दाखेरि त्यो मैले सायद अनुमान लाउन नसकेर हो कि के हो, त्यो टर्निङमा एक त फेरि युट्युबमा फेरि मैले नाना थरीको भिडियोहरू देखिरहेको हुन्छु। रियालिटी फरक हुन्छ नि राजा। यताबाट काट्ने यताबाट काट्ने होइन, तर यहाँ गर्दाखेरि त्यो चाहिँ अलिकति रिल्स भर्सेस रियालिटी भन्ने हुन्छ नि। नै तिनीहरूकै ठाउँमा भन्नाले त्यो खै के होला अब त्यो स्पेस ठुलो पनि त होला नि त्यहाँको स्पेस ठुलो होला नि त। अनि यो खम्बाहरू अलि यो डन्डाहरू हल्का टाढा पनि थियो होला के छ ब्यालेन्स हुन्छ नि। उसले पनि समोसा पकायो मैले पनि पकाएँ। मैले भन्दा बढी तिमीले पकायो क्या? उसलाई टिप्स मिलेको थियो त्यहाँ बसेर। मलाई त्यो टिप्स मैले पनि याद गरिरहेको छु। म भोलि फलो गर्छु त्यसलाई होइन। हल्का हल्का उता काट्यो त्यसपछि सट्टको घुमाउनु पर्दैन क्या। अगाडि आजको भिडियो हाम्रो यहीँ एन्ड गर्न चाहन्छौँ। अब भोलि हाम्रो एड बनाउने त्यो पनि देखाउन चाहन्छु म हजुरहरूलाई होइन। त्यो त अब 30 दिन लगातार के छ? 30 दिनको काम यही त हाम्रो। अब उकालोमा पनि अब अलिकति
के हुने रहेछ भन्दाखेरि अब क्लच नै ह्यान्ड ब्रेक जुन छ नि ह्यान्ड ब्रेक लिम भने त्यो टाइटले गर्नुपर्ने रहेछ क्या त्यो टाइटले पछाडि नत्र नत्र त्यो के हुन्छ अगाडि गइहाल्ने रहेछ त्यो तल चिप्लेर ढलिया ब्याग आयो पछाडि फेरि गयो भाइ पछाडि आयो कि गयो अनि त्यो टाइटले समात्ने अनि अलिकति एक्सिलेटर हल्का क्लच दिएर अनि त्यसपछि आवाज चेन्ज नहुँदासम्म ठ्याक्कै गाडीले पनि भाइ तिमी धेरै ज्ञान दिदियो आज टाइम भइसक्यो छोडिदियो भने सट्ट अगाडि जान्छ अनि ओह्रालो झर्दाखेरि के छ भन्दाखेरि ओह्रालो झर्दाखेरि ठ्याक्कै ओह्रालो झर्नुभन्दा अलिकति अगाडि क्लच लिइहाल्ने अनि त्यसपछि के छ भन्दा अनि ब्रेक लिने अनि ठ्याक्कै त्यो राम्रोसँग जान्छ नत्र झ्याप्पो त्यतिखेर गरेर लाउनु चिप्लेर त्यो स्लाइड गरेर गइहाल्छ चिप्लेर गइहाल्छ लाइनभन्दा बाहिर जान्छ ल उसको टिप चाहिँ भयो मेरो त केही छैन त्यस्तो फिलिङ मैले अलिअलि 1-2 राउन्ड मात्र हानेको धेरै हानेन उकालो ओह्रालो म एट र यालमै बिजी थिएँ त्यही हो यालको ज्ञान देऊ हामीलाई अब यालको के अब मिररमा हेर्ने बानी छ नि त छैन नि त तिम्रो त्यही भएर हो कि मैले मिररमा हेरेर अनुमान लगाउने बानी छ मिररमा त मैले पनि हेरेँ तर तिमी यस्तो कछुवा जस्तै निकाली हेर्थ्यौ म लाउन सकेन भन न तिमी अनुमान लगाउन सकेन मैले अलिअलि अनुमान लगाउन सक्दो रहेछ त्यति हो यही बाइकको मिरर हेरी त्यही हो लगाइ बाइकमै रिभर्स सी यु टु नेक्स्ट भिडियो रिभर्स